ल है साथीहरू, आज चाहिँ हामी यता चिसपानी गाउँतिर आएको। यो चाहिँ बिचो बाटोमा चाहिँ यस्तो भ्यू राम्रो रहेछ र यहाँबाट चाहिँ यो भ्यूहरू लिने प्रयास गरेको थिएँ हैन। र म चाहिँ आज मेरो यो बाइक साधनसँग चाहिँ चिसपानी गाउँ, बिर्चो गाउँ सबै घुम्न भनी आएको छु है त। ओके, साथ दिनु होला। यस्तै राम्रो राम्रो भ्यूहरू चाहिँ म तपाईहरुलाई चाहिँ म देखाउन गइरहेको छु है। ल अहिले चाहिँ हामी चाहिँ माथि चिसपानी माताको दर्शन गर्न माथि आइसकेको छौँ साथीहरू हैन। यो चाहिँ हो यहाँको सिँढी। यहाँको बासिन्दाहरूले चाहिँ यो सिँढीलाई यस्तो राम्रो बनाएको रहेछ साथीहरू है त। मलाई एकदम मन परेको के। ल साथीहरू, म चाहिँ अहिले एक्ज्याक्टली चिसपानी माताको मन्दिरमै आइपुगेको छु है त। अहिले पञ्चमी भएर नै होला, आज वैशाख पञ्चमी भएर आजको दिन चाहिँ एकदम यहाँ चाहिँ मन्दिरमा चाहिँ भिडभाड कोलाहल चाहिँ अलि बढी नै भइरहेको थियो साथीहरू। र चाहिँ मेरो बाबा चाहिँ अहिले चाहिँ पूजा गर्नमा चाहिँ मस्त हुनुहुन्छ साथीहरू। र आउनु होला हजुरहरू पनि यसरी दर्शन गर्न है। एकदम राम्रो छ यो ठाउँ। What?